जेठी मासले जेठी भाइ आउनुहोस् भन्न साले बड्डो किन मलाई भन्न मेरो बड्डो भाइ खाना पकाउनु भयो कि मेरो बर्थडे खाना पकाए मेरो भाइ बड्डो यता हेर त यहाँ हेर त मलाई यो कुर्ता सुरुवाल किनिदिने यो यता हेर्नु उता नहेर यता हेर यो अर्को अरे मासले जोइ हजुरलाई के मोबाइलमा कपडा देखाउनु पाएको अरू के आउँदैन मासले हजुर आकाश मेरो ढेले मेरो बड्डो मेरो भाइ मासले यो कपडा किनिदिनुहोस् नै भन्छ छिटो म किन्दैन मासले के छ किन्छस् नै किन्दैन तपाईँ के गर्नुहोस् किनिदिनुहोस् नि होइन नाइ ब्रेकअप मासले थ्याङ्क यू ब्रेकअप हजुर थ्याङ्क यू डार्लिङ जान मासले थङ्गा के छोडियो त कान्छी ए कान्छी मेरो भाउ मेरो डार्लिङ मासले तपाईँको लागि म छु मेरो लागि तपाईँ हुनुहुन्छ गएर खाना ल्याइसक्यो डार्लिङ माछाले बड्डो तँलाई खाना ल्याउने मेरो हैसियत हो माछाले बड्डो यता हेर बड्डो यो खाना मलाई ल्याइदिस् भने माछाले बड्डो म तँलाई खाना ल्याइदिन्छु नत्र म ल्याइदिन्न माछाले बड्डो छैन मासले हेर बड्डो यता हेर मै भनेको छु यता हेर जे ठिकमा जम्मै कपडा आउने तेरोमा खाने कुरामा म केही पनि खुवाउन मेरो हैसियत त्यही हो तिमीलाई पाल्ने पाथरहरू भाग त माछाले बड्डोले आज आएर यस्तो भन्छ होइन म पनि ल्याउँदिन माछाले बड्डो तैँले मलाई यो खाना ल्याउँछस् भने म ल्याउँछु नत्र ल्याउँदिन माछाले बड्डो तिमीहरूलाई मरे खाइबेस त माछाले बड्डो मर तेरो हैसियत के छ मास मर त मरेपछि किरा बस्छु त मर्यादिन त म यो कपाल फालेर किरा बस्छु बड्डो माछाले बड्डो ज्यादा मास सारी पाथर तेरो किसको हुँदा त म मर गइबेस माछाले बड्डो मलाई यो पहिले किनिन्छ न्याउ 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 माछाले बड्डो त मरि गइकिस् माछाले बड्डो मलाई अब यो खानेकुरा कसले किन्छ माछाले बड्डो छोडेर किन गई न्याउ 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 न्याउ